हेलो एभ्रिवान, नमस्कार सबैजनालाई। र आज चाहिँ हामी कलर एक्सचेन्ज गेम खेल्न आँटेको। कलर एक्सचेन्ज गिफ्ट हैन, अब ट्रेन्डिङ रहेछ, ट्रेन्ड फलो गरेको अरे। ल हेरौँ अब एकअर्कालाई के गिफ्ट ल्याइदिएको रहेछ हैन। यो चाहिँ अब सरप्राइज छ। लु तपाईबाट स्टार्ट ल। मेरोबाट कुन चाहिँ कलर गर्नु पर्यो? मेरोमा त फेरि खास हैन, कुन चाहिँ कलर गर्नु पर्यो? व्हाइट व्हाइट। अलिक राम्रो त्यसो देख्नु पर्यो। तपाईँ दिनु न मलाई पहिला। इयरबड इयरफोन चाहिएको त थिएन, तर पनि ल्याइदिएछ। तपाईँलाई व्हाइट दिन्छु ल। अझै हेर मेरो यस्तो दामी ल्याइदिएको उसलाई। तपाईँको अन्डा फेभरेट होइन? वेट, यो त 2 ट्रे पो आउँछ। कति राख्नु यो लु अब फर्स्टकै गिफ्टले मुडक गऱ्यो। ल अब येलो मैले आए त येलो के चाहिँ बेसन बनाएर यो सकेर पकोडा बनाउनु ल भनेर तपाईँलाई झन् दामी ल्याइदिएको छु मैले येलो। के ल्याउने दुईटा छ। खानेकुरा तपाईँको बिस्कुट फेभरेट होइन? वाइ पनि फेभरेट हो। झन् सम्झेर ल्याइदिएको। ठिक छ चासा खानु चाहिँ बिस्कुट ल्याउँ। अयो यसको जोडी मिलेन त। ए योसँग खानु मिल्छ। मिलाएर लिएर आएको। ल ल मेरो चाहिँ दुईटा भयो है। अब डार्क ब्लू यो हेर्नु कलर यो कलरको ल्याउने भनेको नि त आफै बिर्सेको। फेरि यो होइन डार्क ब्लू हुनु ल्याउ। नम्बर अलिक सफा गर्नु ल। अयो नेल पलिस रिमुभर देखेको छैन होला नि त्यहाँबाट फेरि देखाउनु पर्छ नि बुझ्यो। हात धुने गर्नु ल। कहीँबाट आएर हात नधुई बस्नु होइन, हात धुने गर्नु ल। ह्यान्ड वास यो चाहिँ मोबाइल युज गर्नु। अब म पनि बेला बेला गरिहाल्छु नि। ल ल ल अब रेड रेडमा त मोबाइल यति सुन्यो मैले। किन छ त हाम्रोमा? लिएर आएको नि अस्तिको अलिक पुरानो भएको छ नि। अयो के गर्ने चाहिँ मैले अब भक्कु म मैला पर्छ तपाईँ सोध्नु तपाईँलाई झन् रेडमा दामी ल्याइदिएको छु। के ल्याइदियो। जाम। यो खाइसकेको जुटो किचनबाट टिपेर ल्याएर आएको छ। अलिक हिजो मात्रै त ल्याएको नि, नयाँ हो। तपाईँले त खाएको हो, तपाईँको लागि त हो यो। मैले मलाई गिफ्ट दिएर यस्तो गुल्छे भने। अब ग्रिनमा के ल्याइदियो? मैले सब काम लाग्ने ल्याइदिएको छु। काम नलाग्ने केही छैन। खालि मलाई त पुस्ने बढाल्ने सफा गर्नेहरू मात्रै ल्याइदिँदो रहेछ। यो चाहिँ मैले यस्तो ल्याइदिएँ पिङ्कमा। तपाईँले पिङ्क लेख्छ भनेर यो पनि देखाउनु पर्ने भनेको क्या। दुईवटा कलर रहेछ नि। अझै बिचमा ग्रिन पनि छ। ग्रिन ब्लू छ। मैले दामी दामी ल्याइदिएको उसलाई। तपाईँलाई यो पनि कामको हो त भन्दा। पर्फ्युम। ल यो चाहिँ खास लिएर आएको छ। अबदेखि त जिउ गनाओस् न मात्रै। यति ल्याइदिएको बनाउँदैन नि पछि। अरू कुन चाहिँ कलरमा ल्याएको छ तपाईँले? के भने खालको कुन चाहिँ कलर भन्नु? अहिलेसम्म मलाई एक्सपेन्सिभ भनेको थियो आयो। मैले त सबै राम्रै राम्रो ल्याइदिएको छु। कुन चाहिँ कलरको पो भनेको थियो? अब ब्ल्याक देखाउनु। ब्ल्याक ल अबदेखि मैला जतासुकै छर्ने होइन। यी यसमा लाउने ला। गार्बेजको ब्यागको अबदेखि चाहिँ यसमा लाउने ला, मैला जतासुकै छर्ने होइन। म मात्रै दामी दामी ल्याइदियो कि तपाईँको ब्यागमा दामी ल्याइदिएको छु। राम्रो लाग्ने के ल्याइदिनु? चप्पल भित्र बस्दा लाउने चप्पल नि, घरभित्र बाहिर एउटा लाउँदैन। ए 8 नम्बर हुन्छ मलाई हुन्छ। घरभित्र बस्दा लाउने ल। अब ब्लूमा ट्विन बनाउने रेड पनि हो ब्लू पनि। तर सामान चाहिँ ब्लू छ। तपाईँलाई चाहिएको सामान ल्याइदिएको होइन। यो लुगामा लाउने प्रेस कुर्तामा लाउनु हुँदैन। प्रेस रहेछ। यो मात्रै काम लाग्ने देख्यो अहिलेसम्म मेरो लागि। नभए त खालि बढाल्ने, खुवाउने, पकाएर खुवाउने। यो चाहिँ छ अलिक कम। तपाईँलाई मैले दाम हिसाब लाग्यो भने मेरो एक्सपेन्सिभ होइन यो। खोइ यसको बदली खोइ दाम दामी ल्याइदिएको छु। के ल्याइदियो? पैसा त मैले मात्रै खर्च गर्छु। किन? यो त काम लाग्दैन। इलेक्ट्रिक जग झन् सबैभन्दा यहाँ काउन्ट गर्नु न। सबैभन्दा मेरो छ। लु भयो, यति हो। पर्फेक्ट गिफ्ट ल्याइदियो।
अब दुई पानी तताएर खानु त्यहाँ चिसो पानी खानु होइन ग्यास सक्छ भने चाहिँ भन्नु हो ग्यास खाएर गरेको सिलिन्डर खाएर गरेको ल ठिक छ अब सकियो हाम्रो कलर एक्सचेन्ज गिफ्ट चाहिँ सक्यो यो यति चाहिँ मेरो गिफ्ट हो त्यस्तो झाडु पोछाहरू मात्रै ल्याइदिएको छ यता चाहिँ उसको गिफ्ट हेर्नु न यहाँ सबै खानेकुराहरू दामी दामी चप्पल पनि ले पोस्ट हौ घरभित्र बसेर लाउनु त नि आधी मात्रै भए त्यस्तो हुन्छ नि त अन्त सँगै नभएले त्यस्तो हुन्छ नि त अलिक मजा लाउनु त अलिक यता फर्केर लाउनु मजाले सट्टै हाल्नु त हाल्नु न मजाले हालेकै छैन तपाईँले खुट्टा उतापट्टिको हाल्नु त अन्त के भित्र बस्दा त भइहाल्छ यहाँ भित्रको लागि त लिएको नि हुन्छ अन्त मन पर्यो आजको गिफ्ट ल सबै ठिकै छ कि पकौडा बनाइहाल्नु थाहा थियो मलाई के खालि उसकै उयो मात्रै ल्याउनु भएको छ खानेकुरा कुन्के मलाई चाहिँ झाडु पोछा ल्याइदिन्छु त अन्त आइरन ल्याइदिन्छु त म चाहिँ कुर्ता अस्तिदेखि कुर्ता पुरा कुच्चिरहेको छ मेरो केले आइरन गर्नु भनेर ल्याइदिनु धन्यवाद थ्याङ्क यू बाई 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 गरिदिनु नमस्कार